by Sulphur Valley, we surface love. Roadlink, connect your way to freedom. Red Bull, one and only energy drink. नेपाली दर्शकले पहिलो पटक फिफा विश्वकपको सक्कली ट्रफी देख्न पाउने भएका छन्। बोटलर्स नेपालले अखिल नेपाल फुटबल संघ एन्फाको सहकार्यमा विभिन्न देशको भ्रमण गराउने क्रममा विश्वकप ट्रफीलाई नेपाल ल्याउन लागेको हो। आज आयोजित पत्रकार सम्मेलनमा जनाइए अनुसार पुस 6 गते विश्वकप ट्रफी भुटानबाट नेपाल ल्याइनेछ। यस पटक विश्वका 88 राष्ट्रमा विश्वकप ट्रफीको सक्कली स्वरूप प्रदर्शन गरिनेछ। ट्रफीलाई छुन भने पाइने छैन। विश्वकप ट्रफीसँगै विजेता राष्ट्रका कप्तान पनि भ्रमणमा सहभागी हुनेछन्, तर कुन देशका कप्तान सहभागी हुने हुन् त्यो भने निश्चित भएको छैन। विश्वकप ट्रफीलाई विश्व भ्रमण गराउन लागेको यो तेस्रो पटक हो। यसअघि सन् 2010 मा 44 राष्ट्रमा 94 शहरमा विश्वकप ट्रफीको प्रदर्शन गरिएको थियो। अहिलेसम्म नेपालको कुन स्थानमा राखेर ट्रफी प्रदर्शन गरिने हो त्यो भने तय भइसकेको छैन। नेपालबाट ट्रफीलाई भारत लगिनेछ। विश्वकप ट्रफीको विश्व भ्रमण आयोजक राष्ट्र ब्राजिलमा गएर टुङ्गिनेछ। विश्वकप ट्रफीलाई कुनै पनि देशको राष्ट्र प्रमुखलाई प्रदान गरिने सेवा सुविधा प्रदान गरिनुपर्ने नियम रहेको छ। अर्को वर्षको 12 जुनदेखि 13 जुलाईसम्म ब्राजिलमा विश्वकप ट्रफीका लागि 32 राष्ट्रले प्रतिस्पर्धा गर्नेछन्। अब मौसम brought to you by FX Ultima